यदि तिमीहरूलाई कसैले सताउँछ भने तब रमाऊ, तब खुसी भऊ, तब आनन्दित भऊ, तब उत्साहित भऊ, तब नाच, तब रमाऊ, किनभने तिम्रो लागि अरू ठुला ठुला महिमा पाएर महिमित हुने समय नजिकै आइसकेको छ। नडराऊ है, मन खराब नगराई। मलाई मात्रै किन यस्तो नभन, मलाई मात्रै घरिघरि किन यस्तो नभन। धार्मिक जनहरूमाथि विभिन्न विपत्ति आउँछ, तर त्यो विपत्तिलाई धार्मिक जनले सजिलै परास्त पार्ने शक्ति मैले दिइसकेको छु। धार्मिक जन हामी, परमेश्वरले धर्मी बनाउनु भएको छ। परमेश्वरले तपाईहरूका जीवनका सबै अपराधहरूलाई क्षमा गरिसक्नु भएको छ। जानेर नजानेर गरेका सबै पाप अपराधहरूलाई हाम्रा गुरुको रगतको द्वारा सबै मोक्ष भइसकेको छ। तपाई धर्मी हुनुहुन्छ, हजुर पवित्र हुनुहुन्छ, हजुर निर्दोष हुनुहुन्छ। आफूले आफूलाई दोषीको नजरले पनि नहेर्नु, अरूलाई पनि दोषको नजरले नहेर्नु, कमजोरी कुरा कसैको नहेर्नु, सही चिजलाई हेर्नु, सही मन गर्नु, सही सोचमा बढ्नु, परमेश्वरलाई धन्यवाद गर्दै बढ्नु, उत्साहित मन गर्दै जानु, मन उठाउँदै जानु, बलियो मन गर्दै जानु, त मानिसले हुँदैन छैन भनेको कुरा पनि अहिले गर्दै गयौं। अहिले जवाब ईश्वरले दिइसक्नु भयो। अनि उति बेलै हुन्छ भनेको खोइ त मलाई भएको, त्यतातिर नलाग्नु। हतार गर्नुभयो भने ढिला हुन्छ, आनन्द गर्नुभयो भने उचित समयमा उचित योग्यता दिएर परमेश्वरले उच्च पारिसक्नु भएको छ। आज पाउनु पर्ने आज पाइसकेको छु, भोलिको लागि भोलि पनि तयार छ। जो प्राप्त छ त्यो पर्याप्त छ। धन्यवाद पिता, भइसक्यो।